हेलो हाई ह्याप्पी दसैँ सम्पूर्णमा पानी झरी परेर दसैँ चाहिँ रमाइलो भइरहेछ। आज दसैँको तेस्रो दिनमा चाहिँ हाम्रो घर परिवार यहाँ सबैजना आफ्नो चालमा छन्। दसैँको तयारीमा पानी झरीमा भान्जा भान्जी माइजू घरका छोरी नानी सबैजनाको ज्वाइँ यता एउटा छोरा रोटी बोकेर हिँड्दैछ, यता ऊ आपत परिरहेछ, यता दिउ कि पानी पानी हो दादा पानी यता फेरि आफ्नै दुनियाँ छ फेरि यतातिर दसैँ यस्तै दिन्थ्यो नि म यस्तै तातो पानी किन्छ पानी यसमा कति राम्रो हो तुम्बाको भाँडा दसैँमा टिका लगाउने दिदीहरू चाहिँ यता हाम्रो दिदीहरू चाहिँ इन्डियाबाट आउनुभएको थियो। यता हाम्रो सामाहरू टिका लाउँदै हुनुहुन्छ यता सबको ठाउँमा। यता फेरि अर्कै दुनियाँ छ फेरि यता के गर्नु त चोर जस्तै जुत्ता फेरि फुपूको जुत्तालाई फेरि यसले बन्दुक बनाएर एउटा मम्मीको त टिका लगाइदिँदो हुन्छ। बत्ती चाहिँ बल्नबाट दुइटै बाल्नु न। फेरि पानी झरीमा सबैजना आफै रमाएर व्यस्त छ है।